70औं दिवसको अवसरमा दमक प्रहरीले बृहत रक्तदान कार्यक्रम गर्यो। आफ्नो घर जलेको 1 महिना हुँदैछ, जुरुक्क उठेर त्यही जनताहरूलाई रगतको अभावले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर असाध्यै महान कार्य गरे। जस्तोसुकै प्रतिकूल अवस्थाको बावजुद पनि आफ्नो कर्तव्य पालन गर्दै तपाईहरूले गर्नुभएको यस महान कार्यलाई हामी सबैले सलाम गर्दछौँ। यस कार्यक्रममा स्थानीय युवा उद्यमीका साथसाथै हाम्रो समाजका परिवर्तनका बिउहरू देखिन थाले। टी सर्टको पछाडि लेखिएको थियो, म हुँ श्रमदाता, हेर्दिन म अरूको आशा, बन्दिन म जिउँदो लास, सजाउँछु श्रमले परिवेश, बनाउनु छ म आफ्नो देश। न जातको न धर्मको, न पुरुषको न महिला, न झन्डा न पोसाक, के युवा के वृद्ध, कमिलाको ताती जस्तो लाइनलाई, एकले अर्कोलाई अर्कोले अर्कोलाई, एउटा कुनामा जम्मा भएको फोहोर एकैछिनमा ट्र्याक्टरको डालीमा। प्रसन्न मुद्रा, सेवाको भावना, दयालु बोली वचन, बाटो हिँड्ने बटुवाहरू खुसीले मुसुमुसु हाँस्दै हिँड्दैछन्। तपाईँहरूको टाउको ओर उठाउन मात्रै झुकेको हो, तर शिर भनी सगरमाथा भन्दा पनि उच्च भएको देख्छौँ। यहाँहरू सबैलाई कोटी कोटी नमन। शान्त सुशान्त नेपालको मेरुदण्ड तपाईँहरू नै हो।